हेलो साथीहरु, मैले चाहिँ बेस्ट तरिकाले आज चाय बनाएर खाँदैकी छु। चाय बनाउँदा चाहिँ मलाई चाहिँ पहिला दुध राम्रोसँग पाक्नु पर्छ। दुध पहिलेदेखि नै 2-3 बार पाकिसकेको छ। 1 गिलास चायको लागि चिनी हालियो। चायपत्ती हालियो। यसमा चाहिँ धेरै थरीका मसलाहरू छन्, जस्तै कि इलायची अनि सिनकौलीको पात, ल्वाङ, मरिच अनि सौंफ थोड़ा सा। यो चाहिँ बेलनाले कुटेर चायमा हालियो। यो पनि अब चाहिँ हाम्रो चाय टेस्टी चाय बन्दैछ। थोरै चायलाई चाहिँ यो गर्नु पर्दैन, डाडुले चलाउनु पर्दैन। मेरो चाहिँ ठुलो यो के भन्छ भट्टी, चुलो चाहिँ भट्टी हो, होटलमा चलाउने वाला। त्यही भएर चाहिँ यो साइडको बर्तन थोरै खाना बनाउँदाखेरि चाहिँ जल्ने गर्छ। ल हेर्नु, सानो ग्यास बनाऊ, तर पहिले नै दुध पकाएको हुनाले साइडबाट यो जलेको छ। तर जल्दा पनि थोड़ा सा यसको टेस्ट गजब हुन्छ। यो मतलब कि यो साइडबाट यस्तै जले नि, यो चाय यसरी भेट्यो भने चाहिँ यो चायमा चाहिँ तन्दुरी चायमा गयो। तन्दुरी चाय भन्छ यसलाई चाहिँ। बुझ्नु भयो? तन्दुरी चाय बनाएर देखाउँदैछु म आज चाहिँ, मसलादार तन्दुरी चाय। मसलेदार तन्दुरी चाय हाम्रो बन्दैछ। अब यसमा चाहिँ 1 बुँद पानी पनि हालिएको छैन हामीले, दुधमा मात्रै पकाइएको छ। किनभने यो चाय मेरो लागि मात्र हो। परिवार हुनुभयो भने, कम दुध भयो भने पानी हाल्ने अलग कुरा भयो। तर म एक्लै छु अहिले चाहिँ, अनि दुध अलिकति प्रशस्त हुनुको कारणले हामीले चाहिँ पानी नहालिकन चाय बनाउँदै छौँ। अब चायको कलरहरू आउँदैको छ। चायको कलर आउँदै। चाय त जसले पनि पकाउँछ भन्नुहुन्छ होला हजुरहरूले, तर मैले पकाउने चायको टेस्ट एक बार खानुभयो भने नि पल्किनुहुन्छ हजुरहरू। बेस्ट बनाउँछु मैले चाहिँ चाय। चायको कलर हल्का आइसकेको छ। यो फिनहरु हुन्छ नि साथीहरु, यो चायको फिन, यो सेतोबाट ब्राउन भयो भने यो चाय पाको भन्ने कुरा हुन्छ। नत्र भने पहिले नै यो यस्तो सेतो हुँदैमा चाय पाकेको हुँदैन है। अन्त चाय पकाउन नि किन सिकाएको सबैजनालाई आउँछ भन्नुहुन्छ होला, तर मैले के चायमा हाले त्यो हजुरहरूलाई जान्न जरुरी छ। मैले धेरैकोमा चाय खान्छु कि चिनी र चापत्ती भन्दा अरु बाँकी केही पनि हाल्नुहुन्न। यो भिडियो पछि हालेपछि त है, यो मैले जति हालेको छु त्यति हालेर खुवाउनुहुन्छ अर्को बारे जाँदा चाहिँ उहाँहरूले देख्न जरुरी छ। चिनी चापत्ती मात्रै हालेको चाय मलाई मन पर्दैन। ल्वाङ, सानो इलायची, मरिच अनि फेरि सिनकौलीको पात, थोरै सौंफ हालेर चाय बनाइएको छु है मैले चाहिँ। यसको चाय हेर्नुस्, चायको कलर हेर्नुस्, बेस्ट आएको छ। यो बगलमा जलो बर्तन, किनभने यो भट्टी ठुलो भयो, भाँडामा चाय चाहिँ थोरै भयो, त्यो कारणले केही छैन। तर यो बगलको चीज छ नि, त्यो चाहिँ तन्दुरी चायमा जाने भयो। अब यसरी उमालेपछि के भयो, यो तन्दुरी चाय सबै ढाकियो। हेर्नु जलेको, यसको टेस्ट अलग तरिका से आउँछ। अब
अनि ठ्याक्क कस्तो नापे जस्तै टक्क मैले 1 कप मात्रै चाय बनाएँ। मेरो चायको क्वालिटी हेर्नुस्। यो चायपत्ती भित्र के छ पनि अलिअलि देखिएको छ ल, हेर्न सक्नुहुन्छ। बेस्ट चाय।